छु हिमाचल प्रदेशको दरङ भन्ने ठाउँमा, जहाँ पहाडबाट नुन निस्किने ठाउँमा छु, जहाँ पहिले यहाँ नुन निकाल्ने काम हुन्थ्यो। यो खदान हो, तर अहिले यो गएको बर्सातमा यहाँ स्लाइडिङ भएर यहाँ पहिरो गएर धेरै डिस्टर्ब भइरहेको छ र यो तल यहाँ पानी देख्न सकिन्छ। यो नुनिलो पानी हो। यो घरमा लगेर यसलाई उसमा खानामा युज गर्ने काम गरेछ। जस्तो वहाँ एकजना मान्छे आएर भर्दै हुनुहुन्छ, उहाँ यो नुनिलो पानी घरमा लगेर युज गर्नको लागि यो भरेर आउँदै यहाँ भर्दै लाँदै गरिरहेका छन्। यहाँ पुरानो नुनको खानी भएको ठाउँ, पहिले ट्रक निस्किन्थ्यो अरे, पछि यो पानी यहाँ अगाडि गएर बाहिर निकाल्ने व्यवस्था गराइएको थियो, जसलाई गएको बर्सातमा पहिरोले डिस्टर्ब गरेर यसलाई फेरि मर्मत गरेर त्यहाँ लाने तयारी छ। यो सबै नुनिलो पानी हो। यसलाई यो यहाँ कुनामा हामीले हेर्न सक्छौँ। यो पानी निस्किने त्यहाँ अडिट बनेको छ, त्यो अहिले माथिबाट पहिरो आउनाले त्यो बन्द भएको अवस्था छ। त्यसबाट यो पानी अहिले रसाएर यहाँ बाहिर गएछ। यसलाई फेरि एकत्रित गरेर गर्ने गर्छ। सबै यो पहिरोले पुरेको अवस्था। मैले यहाँ पानी टेस्ट गरेर पनि हेर्नेछु। यो पानीको पुरा जर्किन 15 लिटरको जर्किन भरेर लगेको अवस्था। यो देख्नलाई यहाँ यस्तो देखिन्छ, नुनिलो पानी हो यो। एकदम धेरै नुनको खार छ यो। घरमा यहाँ युज गर्नको लागि पनि यहाँबाट बोतलहरूमा भरेर लगेर तरकारीहरूमा सब्जीहरूमा यसलाई युज गर्ने गर्छन्। त्यो यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्नुहोस् र भिडियोलाई सेयर गर्नुहोस् अनि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।